हेलो गाइज नमस्ते के छ हालखबर यो भिडियो एकदम थोरै मान्छेहरूको लागि मात्रै छ स्पेसली फर दोज जो प्रत्येक भिडियोमा आएर मेरोमा त खासै अहिले आउँदैन पहिला सुरुमा मैले भिडियो बनाउँदाखेरि त्यस्तै कमेन्ट्सहरू आउँथ्यो अहिले चाहिँ आउँदैन मेरोमा तर केही नयाँ भाइहरूकोमा चाहिँ गएर कमेन्ट दिइरहेको हुन्छ कि हामी आएको 5 वर्ष 6 वर्ष 7 वर्ष भयो तिमीहरू धेरै कुरा गर्छ धेरै ठुल्ठुलो कुरा गर्छ यहाँको बारेमा यस्तो उस्तो कुरा गर्छ अनि यस्तो उस्तो दिइरहेको हुन्छ कि मान्छेहरूले पहिला पहिला मलाई नि जुन बेला मैले आजदेखि 4 वर्ष पहिला भिडियोहरू बनाउन सुरु गरेको थिएँ यही कमेन्टहरू आउँथ्यो यही यस्तै गालीहरू खान्थेँ मैले होइन उनीहरूले जहिले पनि यो हावा कुरा गर्छस् यस्तो उस्तो अनि आएको 2 दिन भएको छैन भिडियो बनाउँछस् के ओके फर्स्ट अफ अल जो मान्छेले पनि भिडियो बनाउँदैछ यु सुड रिस्पेक्ट देम किनभने उनीहरूले एउटा इनिसिएट लिइरहेको छ इन्फर्मेसन सर्कुलेट गर्न ठिक छ कहिलेकाहीँ उनीहरूको इन्फर्मेसन तलमाथि हुनसक्छ केही तर नर्मली 50% अथवा 60% उनीहरूको इन्फर्मेसन राइट नै हुन्छ केही कुराहरू मात्रै उनीहरू तलमाथि हुन्छ द्याट क्यान बी एक्सेप्टेबल ओके सो तपाईँहरूले उनीहरूलाई गाली गर्नुभन्दा पहिला तपाईँहरूलाई आफैले गाली गर्ने हो क्या किनभने तपाईँ त 5 6 7 वर्ष भइसक्यो इट वाज यो रेस्पोन्सिबिलिटी तपाईँले सबै जानेको थियो नि त तपाईँले त रोमानियाको रुलहरू लहरू तपाईँलाई थाहा छ नि त यहाँ के छ कस्तो छ सो इट वाज यो रेस्पोन्सिबिलिटी तपाईँले किन आफ्नो रेस्पोन्सिबिलिटी पुरा गर्नु भएन किन तपाईँहरूले टाइममा आएर भिडियोहरू बनाउनु भएन कि यस्तो छ यहाँको रुल यस्तो छ उस्तो छ यस्तो नगर्नु उस्तो नगर्नु तपाईँ भनेको सिनियर भएपछि त अभिभावक भयो होइन अब तपाईँ सिनियर भएपछि तपाईँले आफ्नो अभिभावक भएर उनीहरूलाई गाइड गर्नु पर्थ्यो कि पर्दैन थियो सो तपाईँले गाइड गर्नु भएन अहिले आएर तपाईँले उनीहरूको कमेन्टमा गएर लेख्नुहुन्छ म यहाँ 5 वर्ष भयो त भर्खर 1 वर्ष भएको 2 वर्ष भएको हावा कुरा गर्छस् है त यस्तो यस्तो कुरा गर्छस् हामी यहाँ पुरानो मान्छेलाई सोधियो छ त्यो छ सो यदि तपाईँलाई त्यति नै छ तपाईँ 5 वर्ष 6 वर्ष बिताइसक्नुभयो 10 वर्ष बिताइसक्नुभयो तपाईँलाई धेरै इन्फर्मेसन छ तपाईँलाई धेरै जान्नुभएको छ भने इट्स बेटर यु मेक ओन भिडियोज यु स्टार्ट युर ओन युट्युब यु स्टार्ट युर ओन टिकटक एन्ड स्प्रेड राइट इन्फर्मेसन कसैलाई डिमोटिभेट नगर्नुहोस् होइन जसले भिडियोहरू बनाउनुहुन्छ ठिक छ म नि गएर यसो छ कमेन्ट हान्छु तर मैले कसैलाई डिमोटिभेट चाहिँ गर्दैन सो तपाईँहरू पनि कसैलाई डिमोटिभेट गर्ने काम नगर्नुहोस् कसैले रङ इन्फर्मेसन दिएको छ भने कमेन्ट गर्नुहोस् त्यहाँ ओके त्यो म 5 वर्ष भयो 6 वर्ष त्यो धाक देखाउने होइन कि तपाईँ 5 वर्ष भएर के चाहिँ तपाईँले गर्नु होला सिम्पल क्वेसन छ 5 वर्ष बसेर तपाईँले कुनै रेस्टुरेन्टमा काम गर्नुभयो होला अथवा कुनै गाई फार्ममा काम गर्नुभयो होला कुनै बुचरमा काम गर्नुभयो होला कुनै एग्रिकल्चरमा काम गर्नु होला कन्स्ट्रक्सनमा काम गर्नुभयो होला अरू के चाहिँ तपाईँले यहाँको आएर कुनै ल फर्ममा काम गर्नुभएको छैन होइन कोही हुनुहुन्छ उहाँहरूले राम्रो एजेन्सीहरूमा नि काम गर्नुभएको छ उहाँहरूलाई इन्फर्मेसन छ उहाँसँग नलेज छ तर तपाईँले आएर 5 वर्ष भयो ल तपाईँले 10 वर्ष भयो रोमानिया आएर 10 वर्षपछि 10 वर्ष बस्दाखेरि त एउटा गाउँमा बस्नुभयो गाउँमा बसेर तपाईँले के इन्फर्मेसन पाउनुभयो तपाईँलाई के थाहा छ यहाँको बारेमा तपाईँले कतिको यहाँको बुक्सहरू पढ्नुहुन्छ कतिको तपाईँले यहाँको न्युज पेपरहरू पढ्नुहुन्छ होइन यो सबै कुराहरू म्याटर गर्छ तपाईँ कतिको यहाँको न्युज सुन्नुहुन्छ सो यो सबै कुराहरू म्याटर गर्छ तपाईँ यतिकै हावातालमा म 7 वर्ष भयो 7 वर्ष बस्दैमा केही पनि हुँदैन कि त्यसो भए त उमेरको हिसाबले हेर्ने हो भने टाइम स्पेन्ड गरेको हिसाबले हेर्ने हो भने त नेपालमा अहिले जो पनि हुनुहुन्छ हाम्रो आमा बुवा यहाँबाट विदेशबाट टिकटकहरूमा त्यत्रो भाइरल भइरहेको छ भिडियोहरू विदेशबाट मान्छेहरूले घरमा फोन गरेर राष्ट्रपालाई फोन गरेर के अरे भोट गर्नुहोस् घन्टीलाई भोट गर्नुहोस् भन्छ किन भन्नु पऱ्यो उहाँहरूलाई किन सिकाउनु पऱ्यो नि उहाँ त अलरेडी तपाईँभन्दा बढी जान्नु भएको होला नि त उहाँ त यो संसारमा नै तपाईँभन्दा पहिला आउनुभएको हो सो पहिला आयो पछि आयो डजन्ट म्याटर मान्छे कुन एरियामा छ उसले कतिको स्टडी गर्दैछ उसले कतिको टाइम स्पेन्ड गर्दैछ इन्फर्मेसन कलेक्ट गर्नलाई र तपाईँलाई कसरी इन्फर्मेसन दिइरहेको छ त्यो म्याटर गर्छ अनि अर्को हाम्रो भाइ बहिनीहरूलाई पनि जो टिकटकहरू बनाउनुहुन्छ मैले म्याक्सिमम सबैको हेर्छु होइन नम्बर 1 धेरै इमोसनल भएर चाहिँ भिडियोहरू बनाउनु हुँदैन कि मै यस्तो कुनै पनि एक साइडको कुरा राखेर भिडियो बनाउनु हुँदैन सुरुमा म नि त्यस्तै थिएँ होइन टाइम बाई टाइम हामीले सिक्छ सबैले मैले अहिले पनि सिकिरहेको छु धेरै कुराहरू हाम्रो टिकटकर भाइहरूबाट धेरै कुराहरू सिकिरहेको छु अस्ति एउटा राजु श्रेष्ठ हुनुहुन्छ उहाँको भिडियो नि मैले हेरेको थिएँ इलिगल र इरेगुलर भन्ने उहाँले एउटा कन्सेप्ट कुरा गर्नु मलाई पनि थाहा थिएन त्यसको बारेमा उहाँले एउटा भिडियो बनाउनु भएको थियो मैले हेरेँ अनि हेरेर केही त सिकेँ नि त त्यहाँबाट त्यस्तै गरेर हामीले धेरैबाट केही न केही सिक्छ ओके सो धाक देखाउनु हुँदैन कसैले पनि हो त्यो त कुरा भइसक्यो होइन ओके अर्को कुरा थियो भिडियो बनाउनुहुन्छ यो प्रायः जसो मान्छेहरू डिप सिक र च्याट जिपिटी युज गरेर भिडियो बनाउनुहुन्छ प्लिज
एउटा दुइटा टिकटक आइडीहरू पनि छ, उनीहरूले पुरा टोटली च्याट जिपिटीमा रिक्वेस्ट गरेर पुरै निकाल्नुहुन्छ, स्क्रिप्ट निकाल्नुहुन्छ अथवा पुरा सबै A to Z सबै त्यहीँबाट आउँछ, त्यसलाई नै कपी पेस्ट गरिदिनुहुन्छ, विच इज नट रङ, विच इज नट राइट अल्सो होइन। किनभने फ्याक्ट चेक गर्दाखेरि च्याट जिपिटीले दिएको इन्फर्मेसन 100% एक्युरेट हुँदैन। एक्युरेट किन हुँदैन भने च्याट जिपिटीहरू यिनीहरूले कसरी काम गर्छ, त्यो एल्गोरिथमहरू कसरी चल्छ त्यो तपाईँले सिक्नुपर्ने हुन्छ। आइटी स्टुडेन्ट तपाईँको नजिकमा कोही हुनुहुन्छ भने, तपाईँको नेपालमा भाइ बहिनीहरू कोही आइटी पढ्दैछ भने, यो फिल्डमा काम गर्दैछ भने उहाँहरूलाई राम्रोसँग थाहा हुन्छ च्याट जिपिटीको एल्गोरिथम कसरी काम गर्छ। उसले सबै डाटाहरू कलेक्ट गर्छ इन्टरनेटबाट, कुन कुन वेबसाइटमा के लेखेको छ सबै डाटा कलेक्ट गर्ने हो, त्यसपछि एउटा उसको ब्रिफमा आन्सर गर्ने हो। सो सुरुमा नै यदि रङ इन्फर्मेसन सर्कुलेट भएको छ भने डेफिनेटली च्याट जिपिटी विल गिभ यु रङ इन्फर्मेसन। अनि यसको सबभन्दा राम्रो एक्जाम्पल के छ भने च्याट जिपिटीमा हामीले सोद्धाखेरि रोमानियाको वर्क परमिट बन्द भएको हो भनेर, अनि लास्ट इयर अक्टोबरसम्म बन्द भएको छ भनेर टोटली च्याट जिपिटीमा त्यही आउँथ्यो। र एभ्री टिकटकर भयो, नेपालमा भयो, पोल्यान्डमा भएको टिकटकरहरू, जताततै भएको टिकटकरहरूले, युट्युबरहरूले त्यही कुरा गर्दै थिए, बट इट वाज नट राइट, त्यो गलत थियो। त्यसै गरेर मैले आजभोलि ड्राइभिङ लाइसेन्सको लागि प्रिपेयर गर्दैछु होइन, त्यसो गरेर यो DRPCIBको वेबसाइटमा क्वेसनहरू हेर्दाखेरि म त्यहाँबाट कपी गरेर च्याट जिपिटीमा उसलाई आन्सर माग्थेँ। सो सधैँ च्याट जिपिटी राइट हुँदैन थियो कि, कहिलेकाहीँ च्याट जिपिटी रङ पनि हुन्थ्यो, अनि मेरो आन्सर गर्दाखेरि ठ्याक्कै उसले आन्सर गलत देखाउँथ्यो। सो यदि तपाईँले च्याट जिपिटीलाई केही सोध्नु भएको छ भने केही क्वेसन सोध्नु, जो पनि हुनुहुन्छ च्याट जिपिटीलाई एउटा क्वेसन सोध्नु, उसले आन्सर गर्छ, त्यसपछि उसलाई भन्नु इट्स रङ आन्सर, त्यसपछि उसले तपाईँलाई अर्को ठ्याक्कै एकैछिनमा अर्को आन्सर दिन्छ, ओके देन दिस इज द राइट आन्सर, त्यसलाई पनि भन्नु यो गलत हो, त्यसपछि उसले तपाईँलाई अर्को आन्सर दिन्छ। सो च्याट जिपिटी पनि त्यतै आफैमा भगवान होइन कि त्यसले एकदमै सही नै भन्छ भनेर। सो मैले बारम्बार तपाईँहरूलाई भन्छु, नो बडी इज पर्फेक्ट, कसैको पनि पछाडि लाग्नु हुँदैन कि यही मात्रै हो भनेर। मैले बारम्बार भन्छु, जनी सरले राम्रो बोल्छ, जनी सर नै ठिक हो, हुँदैन। यु निड टु फोकस बाई योर सेल्फ अल्सो, यु निड टु स्टडी बाई योर सेल्फ अल्सो। मजाले न्युजहरू आउँछ, न्युजहरू पढ्नुहोस्, आर्टिकलहरू आइरहन्छ, आर्टिकलहरू पढ्नुहोस्। अनि रोमेनियन लको बारेमा त धेरै बोल्नै पर्दैन, किनकि के अपडेट आउँदैछ भनेर। अलरेडी workinromania.gov.ro एउटा वेबसाइट बनाउँदैछ गभर्मेन्टले, त्यसमा अलरेडी नै उनीहरूले सबै जुन पनि ड्राफ्टमा के आउँदैछ त्यो अलरेडी नै उनीहरूले त्यही वेबसाइटमा तपाईँ गएपछि त्यहाँ अटोमेटिकली तपाईँले पाउनुहुन्छ त्यो यो डिस्कसन भइरहेको छ भनेर। सो इट्स भेरी इजी अल्सो फर यु। सो के चेन्जेसहरू आउन लागेको छ त्यो तपाईँहरूले मजाले त्यहाँ गएर हेर्न सक्नुहुन्छ, त्यसपछि तपाईँलाई पनि थाहा हुन्छ। सो यदि सबै भयो भने तपाईँले कसैलाई पनि फलो गर्नु पर्दैन, वाइ टु फलो समवन होइन, किन त्यसले त गलत पनि भनेको हुनसक्छ नि त होइन। अनि अर्को कुरा, जे पाए त्यही बोल्नु पनि हुँदैन टिकटकमा। हाम्रो साथीहरू जे पाए त्यही भिडियो बनाइरहेको हुन्छ, त्यस्तो नगर्नु होला, रिसर्च गर्नुहोस् राम्रोसँग होइन। अनि एक दुईजना वरिष्ठ मान्छेहरू हुनुहुन्छ, उहाँहरूलाई सोध्नुहोस्, आफैमा डिसिजन लिएर अब यस्तो छ, आज मेरो माइन्डमा यो आयो यही भिडियो बनाइदिएँ, त्यसरी हुँदैन कि। तपाईँहरूले मजाले एक दुईजनालाई कन्सल्ट गर्नुहोस्। यो तपाईँले जुन रिस्पोन्सिबिलिटी उठाउनु भएको छ यो भेरी भेरी इम्पोर्टेन्ट हो कि, यो सानोतिनो रिस्पोन्सिबिलिटी होइन। तपाईँलाई एउटा इन्फर्मेसन दिने भनेको एकदम राम्रो कुरो हो कि, यो नराम्रो होइन। तर यो रिस्पोन्सिबिलिटीलाई तपाईँले राम्रोसँग के भन्छ यसको वर्ड ठ्याक्कै आएन मेरो, राम्रोसँग गर्नु होला होइन। यसको ठ्याक्कै एउटा के वर्ड हुन्छ त मलाई आएन, नेपाली पनि त्यति राम्रो छैन, हिन्दीमा चाहिँ निर्वाह भन्छ होइन। म अब हिन्दी बढी पढेको मान्छे, अनि त्यो चाहिँ तपाईँले गर्नु पऱ्यो राम्रोसँग। जुन पनि तपाईँको रिस्पोन्सिबिलिटी छ त्यसलाई राम्रोसँग फुलफिल गर्नुहोस्, अनि रिसर्च गर्नुहोस् राम्रोसँग। यताउता एउटा भिडियो बनाउँदै हुनुहुन्छ भने त्यसको लागि 1 दिन 2 दिन अथवा 1 हप्तासम्म राम्रोसँग स्टडी गर्नुहोस्, के भनेको छ यसको बारेमा सबै यताउताबाट बुझ्नुहोस्, त्यसपछि मात्र भिडियो बनाउनुहोस् है। ओके, बाई बाई, थ्याङ्क यू सो मच।